ओहो समीर बाबु पो भन्दै घिमिरिने भाउजू निस्किएन्। मैले आफूले ल्याइदिएका फलफूल थमाए। घिमिरिने भाउजू त्यतिखेर पातलो गाउनमा थिएन्। उनका छातीमाथि पहिलो पटक नजर पुग्यो। ओहो कति ठूला दूध अनायास मेरो मुखबाट निस्क्यो। क्या हो समीर बाबु त जागिरे भएपछि जे पायो त्यही बोल्न थाल्नु भएछ। कोपिला नाम गरेकी भाउजू अनमस्क हुँदै जग्गा फर्काइन्। ओहो मैले त बोल्न नहुने कुरा बोलेछु भन्दै म लाज र ग्लानीले भुतुक्क भएर फर्कन थाले। समीर बाबु कहाँ हिँड्नु भएको, म चिया बनाएर ल्याउँछु भन्दै कोपिला भाउजू भित्र भान्सातिर लागिन्। म भने उनीहरूको ड्रइङ रुममै बसेर पर्खन थाले। तनहुँतिर कुनै गाउँमा घर भएका विनोद दाई अन्तःशुल्क कार्यालयमा सुब्बा थिए। अन्तःशुल्कका सुब्बा मात्र भए पनि उनको काठमाडौँमा महल भन्न सुहाउने भव्य घर थियो। ब्याङ्कहरूमा लाखौंको ब्यालेन्स थियो। ठूलठूला व्यापारीहरूसँग मात्र उनको संगत थियो। त्यसैले उनको घरमा थोरै मात्र बास हुन्थ्यो। विनोद दाई बाहिर खूब केटी घुमाउँछन् अरे भन्ने मैले धेरै अगाडिदेखि सुनेको थिएँ। हेर घरैमा यति राम्री स्वास्नी हुँदाहुँदै विनोद दाई बाहिर के बरालिएका होलान् म सोच्न थाले। त्यतिखेरसम्म कोपिला भाउजूले चिया बनाएर ल्याइसकेकी थिइन्। अनि समीर बाबु जागिरको अनुभव कस्तो रह्यो त? चियाको एउटा कप मलाई थमाउँदै अर्को कप आफैले लिएर सोफामा मेरो छेउमा बस्दै कोपिला भाउजूले भनिन्, आ भाउजू साह्रै दुःख, पहाडको ठाउँ धेरै हिँड्नुपर्ने, मामाको करले जागिर खाइहालियो, म त अब जान्न, मैले दुःख दर्शाउँदै भने। अमुई त्यस्तो के भन्नुभएको, बाबुले पाएको जागिर पनि कहीँ छोड्नुहुन्छ, उनले भनिन्। अब त जागिर खाएर घरबार गर्नुपर्छ। भाउजू के अहिले नै विवाह गर्नु, मैले भने। अर्काकी स्वास्नीको दूध हेरेर मुख मिठ्याउनु भन्दा त आफ्नै ल्याए राम्रो नि, उनले छिल्लदै भनिन्। जिल्लामा आइमाईको शरीरको स्वाद लिइसकेको मलाई यो कुराले हौस्यायो। के गर्ने, मुख मिठ्याउने मात्रै त हो नि, मैले प्रसङ्ग जोडे। त्यतिखेरसम्म उनले आफ्नो गाउनको खिप खोलिसकेकी रहिछिन्।